शीर्षक नकारात्मकताबाट सकारात्मकतामा यात्रा। सहर नजिकैको एक गाउँमा सीता नामकी एक छात्रा बस्दथे। ऊ दिनभरि फेसबुक, टिकटक र इन्स्टाग्राम चलाउन मन पराउँथे। तर केही समयपछि उसले महसुस गर्न थाली सोसल मिडिया धेरै नकारात्मक बन्दै गइरहेको छ। झगडा, नराम्रो कमेन्ट, अरूलाई होच्याउने भिडियोहरू, यी सबैले उसको मनमा पनि नकारात्मक सोच बढाउँदै लग्यो। ऊ चिडचिडे बन्दै गइन्, आत्मविश्वास पनि घट्न थाल्यो। एक दिन उसले आफूलाई प्रश्न गरिन्, के सोसल मिडिया सधैँ यस्तो नै हुनुपर्छ त? त्यसपछि उसले निर्णय गरिन्, अब म परिवर्तन आफैबाट सुरु गर्छु। उसले आफ्नो अकाउन्टमा सकारात्मक सामग्री पोस्ट गर्न थाली, प्रेरणादायी कुरा, राम्रा कामहरूको भिडियो र अरूलाई हौसला दिने सन्देशहरू। सुरुमा मानिसहरूले खासै ध्यान दिएनन्, तर बिस्तारै उसको सामग्रीले मानिसहरूको मन छुन थाल्यो। एक दिन कसैले कमेन्ट गर्यो, तपाईको भिडियोले मलाई धेरै हौसला दियो। त्यो पढेर सीताको आँखामा खुसीका आँसु आए। बिस्तारै उसका फलोअर्स बढे र धेरै मानिसहरू पनि सकारात्मक सामग्री बनाउन प्रेरित भए। सोसल मिडिया जुन पहिले नकारात्मक लाग्थ्यो, अहिले परिवर्तनको माध्यम बन्न थाल्यो। सन्देश: सोसल मिडिया आफै खराब हुँदैन, हामीले कसरी प्रयोग गर्छौं भन्ने कुराले फरक पार्छ। यदि हामी सकारात्मक सोच फैलाउँछौं भने नकारात्मक संसारलाई पनि उज्यालो बनाउन सक्छौं।